ओके, हेलो एभ्रिवान। आज चाहिँ म क्लास 8 को मोडल क्वेसन लिएर आएको छु। यो चाहिँ फाइनल टर्मको लागि भनेर ल्याएको छु है। र अब फाइनल टर्म धेरैजसो होइन स्कुलहरूमा आइसकेको छ, स्टार्ट भइसकेको छ। त्यही भएर मैले यो सी म्याथको कम्पल्सरी म्याथको अनिवार्य गणितको मैले चाहिँ के ल्याएर आएको छु भने मोडल सेट लिएर आएको छु। यो चाहिँ तारकेश्वर म्युनिसिपालिटी भन्ने छ, सेट नम्बर 19। यो चाहिँ अस्मिता पब्लिकेसन बुकको है। ल, अब हामीलाई चाहिँ जम्मा क्वेसन नम्बर सोध्ने भनेको क्वेसन नम्बर 1 देखिको क्वेसन नम्बर 12 सम्म सोधिन्छ। र क्वेसन नम्बर 1 मा कस्तो क्वेसन सोधिन्छ, 2 मा कस्तो सोधिन्छ, 3 मा कस्तो सोधिन्छ भनेर 12 नम्बरसम्म हुन्छ। त्यो टाइपको क्वेसन हामीले चाहिँ यो सेटबाट गर्न आँटेको छौँ। र क्वेसन नम्बर 1 मा चाहिँ हामीलाई सेटको क्वेसन आउँछ, सेट च्याप्टरको क्वेसन आउँछ, जुन चाहिँ 3 मार्क्सको क्वेसन आउने गर्दछ, 3 मार्क्सको क्वेसन आउने गर्दछ। र अब हामी हेरौँ है त पहिलो क्वेसन के छ त भन्दाखेरि, अलिकति मैले यसलाई जुम गरेँ। ल, क्वेसन नम्बर 1 के छ त भन्दाखेरि डिफाइन सबसेट भनेको छ। त्योभन्दा अगाडि हामी भेन डायग्राममा हेरौँ है त। यो जुन रेक्टेङ्गुलर बक्सभित्र दुईवटा सर्कल छ, खप्टेको सर्कल जुन चाहिँ ओभरल्यापिङ भएको छ, त्यो सेट हेरिरहेको छौँ र हामी भेन डायग्राम हेरिरहेको छौँ। र त्यसमा चाहिँ हाम्रो सेट पी एन्ड क्यु आर सन इन द भेन डायग्राम भनेको छ। समूह पी र क्युलाई भेन चित्रमा प्रस्तुत गरिएको छ भनेको छ। ल, ए नम्बरमा हाम्रो के छ त भन्दाखेरि, ए नम्बरमा हामीलाई डिफाइन सबसेट भनेको छ। सबसेट भन्ने बित्तिकै के भयो त भन्दाखेरि, सबसेटको डिफाइन गर्नु पर्दाखेरि यदि सेट ए र बी भन्ने सेट छ भने, सेट ए र बी भन्ने छ भने, यदि त्यो सेट ए को इलिमेन्ट चाहिँ सेट बी भित्र पर्छ र सेम इलिमेन्ट्स छ भने त्यसलाई हामीले सबसेट भन्न सकिन्छ। इफ एभ्री एलिमेन्ट्स belongs, or if every elements of set A belongs to the set B, then we can say it is a subset. र हामी डिनोसन चाहिँ यसरी लेख्छौँ है त। यो चाहिँ सिम्बल हो सबसेटको, A सबसेट B। र सबसेट दुई प्रकारको हुन्छ, एउटा प्रपर हुन्छ, अर्को भनेको इम्प्रपर। प्रपर र इम्प्रपर भन्ने सबसेट जान्नु पर्दछ है त। अब प्रपर भनेको के हो, इम्प्रपर भनेको के हो भनेर बुझ्नको लागि, जस्तै मसँग एउटा सेट के छ अरे भन्दाखेरि, सेट ए भन्नेमा चाहिँ इलिमेन्ट के छ अरे भन्दाखेरि सिएटी क्याट छ अरे। अब सिएटी क्याट छ भनेपछि हामीलाई सेट एमा हामीलाई सिएटी क्याट छ, कतिवटा इलिमेन्ट छ त भन्दाखेरि हामीसँग 3वटा इलिमेन्ट छ। र हाम्रो सबसेट निकाल्ने फर्मुला चाहिँ के हो त भन्दाखेरि 2 को पावर n भनेको, 2 को पावर n भनेको कति हो, n को भ्यालु 3 हो। 2 को पावर 3 भनेको कति हो, 2 2 4 4 2 8 भनेपछि हामीसँग जम्मा 8वटा सबसेट हुन्छ। के हुन्छ त भन्दाखेरि, एउटा भनेको सी भयो, अर्को भनेको ए भयो, अर्को भनेको टी भयो, अर्को भनेको सिएटी क्याट भयो, अर्को भनेको हाम्रो सिए भयो, अर्को भनेको हाम्रो एटी भयो, अर्को भनेको हाम्रो सिटी भयो, र हाम्रो अर्को भनेको एम्प्टी सेट भयो। अब गर्नु है त कतिवटा भयो, 1 2 3 4 5 6 7 8। ल, जम्मा टोटल हाम्रो 8वटा सबसेट भयो। यो 8वटा मध्येमा पनि कुन चाहिँ प्रपर कुन चाहिँ इम्प्रपर भन्नको लागि हामीले के जान्नु पर्यो भन्दाखेरि, छुट्याउन जान्नु पर्यो। अब यहाँ प्रपर भनेको चाहिँ हाम्रो के हुन्छ त, र इम्प्रपर भनेको के हुन्छ त्यो जान्नु है त। इम्प्रपर सबसेट भनेको चाहिँ यदि इफ एभ्री एलिमेन्ट्स अफ सेट ए, इफ एभ्री एलिमेन्ट्स अफ द सेट ए इज इक्वल्स अर फाउन्ड इन द युनिभर्सल सेट भनेको, यदि हाम्रो एभ्री सबसेटहरू सेट भनेको, इफ एभ्री सबसेट्स आर फाउन्ड इन द युनिभर्सल सेट अर मेन सेट भनेको, जस्तै हाम्रो यहाँ मेन सेट भनेको सिएटी छ, सिएटी नै भएको सबसेट कुन छ त भन्दाखेरि यो छ है, सिएटी नै। हेर्नु त ठ्याक्कै इक्वल भयो भनेपछि यसलाई के भन्ने हामी, इम्प्रपर भन्ने है। र बाँकी रहेको 2n को पावर -1 भन्छौँ हामी चाहिँ प्रपरलाई, जुन चाहिँ हाम्रो 8 - 1 भनेको एउटा भनेको चाहिँ इम्प्रपर भइहाल्यो भने चाहिँ जम्मा 7वटा चाहिँ के हुन्छ, प्रपर सबसेट हुन्छ, जुन चाहिँ सी भयो, ए भयो, टी भयो, सिए भयो, एटी भयो, सिटी भयो, अनि एम्प्टी सेट चाहिँ केमा पर्यो, प्रपरमा पर्यो है त। ल, यो कुरा मैले अलिकति टाइम दिएर भने है। ल, अब अर्को क्वेसनमा जाउँ। अब अर्को क्वेसनमा हेर्दाखेरि के छ त, बी नम्बरमा भनिएको छ राइट द इम्प्रपर सबसेट अफ सेट क्यू। ल, इम्प्रपर सबसेट अफ सेट क्यू भनेको छ, अब यहाँ हाम्रो सेट क्यू भनिसकेपछि त हाम्रो सेट पीमा के छ इलिमेन्ट त्यो छुट्याउँ है त। पीमा भएको इलिमेन्ट भनेको 1 2 3 4 5 हो। त्यसै गरी क्यूमा भएको इलिमेन्ट्स भनेको चाहिँ 2 4 6 8 भयो। अब त्यहाँमध्ये पनि इम्प्रपर सबसेट भनेको चाहिँ हाम्रो के हुने भयो भन्दाखेरि, इम्प्रपर भनेको त के हो त, दोज सबसेट विच ह्याभ द सेम एलिमेन्ट्स इन द युनिभर्सल सेट अथवा मेन सेट भनेको हाम्रो एन्सर के हुने भयो त, यदि हामीले क्यूको सबसेट निकाल्नु हो भने
हामीलाई 2 को पावर n लगाउँदाखेरि 2 को पावर कति हुन्छ त 1 2 1 2 3 4 4 लगाउँदाखेरि कति हुन्छ त 2 2 जा 4 4 2 जा 8 8 2 जा 16 16वटा हामीलाई के दिन्छ सबसेट दिन्छ भनेपछि हाम्रो 16वटा सबसेट दिन्छ भनेपछि हाम्रो के हुने भयो भन्दाखेरि इम्प्रोपर सबसेट एउटा हुने भयो जुन चाहिँ मेन सेट भनेको युनिभर्सल सेट भनेको सँग इक्वल हुन्छ भने चाहिँ एन्सर के भयो 2 4 6 8 नै हुने भयो है ल यो भयो अब अर्को भनेको के भनिएको छ त अर्को क्वेसन हेरौँ नि त हामीलाई चाहिँ के भनिएको छ भन्दाखेरि अर्को क्वेसनले if 1 3 5 are only the member of set P, then what type of sets are P and Q? Write with reason अरे अब 1 3 5हरू आर ओन्ली द मेम्बर अफ सेट पी यदि हाम्रो चाहिँ सेट पी भन्ने एलिमेन्ट चाहिँ 1 3 5 मात्रै भनेको 1 अनि 3 अनि 5 मात्रै थियो 2 र 4 चाहिँ थिएन भने हाम्रो कस्तो टाइपको सेट हुन्छ पी र क्यू भनेर अब भनेपछि हेर्ने त अब यो सेटको यो जस्तै यो के भयो त भन्दाखेरि भेन डायग्रामको सर्कलमा जस्तै पी भन्ने सेटमा 1 3 5 मात्रै भयो अर्कोमा त के हुने भयो 2 4 6 8 हुने भयो त्यसो भए त यो दुईटा सेटमा त यो पी र क्यू भन्ने सेटमा त मिल्ने भयो त कोही पनि मिल्ने भएन सो यो के हुने भयो त डिसजोइन्ट सेट हुने भयो अब यदि अघि यो हाम्रो अगाडि माथि मिलेको चाहिँ के फेरि ओभरल्यापिङ सेट भन्छौँ है त मिल्ने थियो भने कमन इलिमेन्ट्स छ भने कमन इलिमेन्ट्स थियो भने चाहिँ हामी यसलाई के भन्छौँ कमन इलिमेन्ट्स थियो भने चाहिँ हामी यसलाई के भन्छौँ त ओभरल्यापिङ सेट भन्छौँ मिल्ने छैन भने के भन्ने त हामीलाई डिसजोइन्ट सेट भन्ने है त सो इट इज डिसजोइन्ट सेट इट विल बी disjoint set अथवा set P and Q will be disjoint sets because there will be no common elements भन्दा नि भयो अथवा there is no any common elements if we do or if the member is only 1 3 5 भनौँ यो because there are no common elements there will be no common elements ल यो भयो त अब अर्कोमा जाउँ 2 नम्बरको क्वेसनमा जाउँ है त क्वेसन नम्बर 2 अब क्वेसन नम्बर 2 मा सोधिने क्वेसनहरु चाहिँ के हो त भन्दाखेरि हामीले एउटा भनेको साइन्टिफिक नोटेसन नम्बर सिस्टमबाट अर्को भनेको नम्बर सिस्टमबाट बाइनेरी क्वाइनेरी र हामीलाई चाहिँ डेसिमल सोधिन्छ बाइनेरी भनेको बेस अफ 2 क्वाइनेरी भनेको बेस अफ 5 डेसिमल भनेको बेस अफ 10 है बेस अफ 10 र अब ए नम्बरमा हामीले के सोधेको छ हेरौँ है त फर्स्ट द हाइवे डिस्टेन्स बिट्विन काठमाडौँ टु नगरकोट नारायणघाट इज 1,40,000 मिटर 1,40,000 चाहिँ हाम्रो के छ त डिस्टेन्स छ कहाँदेखि कहाँसम्म छ अरे डिस्टेन्स भन्दाखेरि काठमाडौँबाट नारायणघाटसम्मको दूरी 1,40,000 मिटर छ उक्त लम्बाइलाई वैज्ञानिक सङ्केतमा लेख्नुहोस् भनेको साइन्टिफिक नोटेसनमा भनेपछि यसको साइन्टिफिक नोटेसन निकाल्नको लागि हाम्रो एउटा रुल्स छ के रुल्स छ भने पहिलो डिजिटको पहिलो जुन नम्बर छ त्यो नम्बर पछाडि के लाउने पोइन्ट लाउने भनेको 1.4 यो जिरोलाई के गर्ने नलेख्ने यसलाई चाहिँ अहिले छोडिदिइराख्ने किनभने जिरो जति नै थपे पनि लास्टमा 1.4 लगाइसकेपछि डेसिमल पोइन्टमा गइसक्यो र इन्टु साइन्टिफिक नोटेसन भनेको 10 को पावरमा लानु है त सो 10 को बेसमा लानु र अब हाम्रो पावरमा लाने अब यहाँ पोइन्ट लाग्यो भने यो पोइन्टदेखिको पछाडि नम्बरसम्म कतिवटा नम्बर छ त हामीसँग कतिवटा चाहिँ नम्बर्सहरू छ त कति डिजिट नम्बर छ त भन्दा 1 2 3 4 5 जम्मा 5 नम्बर छ भने चाहिँ त्यसलाई के गर्ने त 5 डिजिट भने यसलाई हामीले पावरमा के गर्ने 5 राख्ने 10 को पावरमा र यसलाई मिटरमा राख्ने एन्सर भइहाल्यो यसको है ल बी नम्बर अब बी नम्बरमा के भन्छ कन्भर्ट 1050 इन क्वाइनेरी नम्बर सिस्टम भनेको 5 को बेसमा लैजानु भन्दैछ सो यो दिएको चाहिँ के होला त यो बाइनेरी हो कि डेसिमल हो कि के हो त भन्दाखेरि यो हामीलाई 1050 दिएको चाहिँ डेसिमलको बेसमा हो है त किनभने डेसिमलमा युज हुने भनेको बेस 10 भएपछि 0 देखि 9 सम्म हुन्छ भनेपछि केमा पर्यो त डेसिमलमा पर्यो सो हामी के गर्छौँ यसलाई रिमाइन्डर थ्योरम जस्तै हामीले कम्प्युटरमा जसरी हामी रिमाइन्डर थ्योरमबाट हामी यो गर्छौँ डिभाइड गर्छौँ त्यही प्रोसेस लानुपर्छ है त सो 1050 लाई हामी केले डिभाइड गर्छौँ भने केले बेसमा के को बेसमा लान्छौँ भन्दाखेरि हामी केमा लान आँटेको त 5 को बेसमा चाहिँ 5 ले डिभाइड गर्छौँ है त सो 5 2 जा 10 5 1 जा 5 भनेपछि 50 एउटा थपिदियो भनेपछि 5 2 जा 10 5 10 जा 50 रिमाइन्डर कति भयो त 0 फेरि 5 ले डिभाइड गर्ने 5 ले डिभाइड गर्दाखेरि कति भयो त 5 4 जा 20 क्यारी ओभर 1 5 2 जा 10 42 भयो फेरि रिमाइन्डर 0 भयो कुनै पनि उब्रेको छैन यहाँ अब त्यसै गरेर फेरि 5 ले डिभाइड गर्नु पर्यो फेरि सो 5 8 जा 40
रह्यो कति रिमाइन्डर 40 भने चाहिँ 2 रिमाइन्डर अनि फेरि 5 ले अब फेरि डिभाइड गर्नु पऱ्यो 8लाई सो 8लाई डिभाइड गर्नलाई त हामी के गर्नु पऱ्यो 8लाई त डिभाइड हुँदैन त्यही भएर 5 1 5 त हुन्छ अनि 5 1 5 भएपछि कति उब्रियो त 8 भन्दा 3 उब्रियो अब हाम्रो 1 रह्यो 5 कति चाहिँ 1 हुन्छ भन्दा चाहिँ यहाँ 0 थपिदिने रिमाइन्डर के भयो 1 भयो अब हामीले चाहिँ यसको एन्सर लेख्दाखेरि चाहिँ हामीले के गर्नुपर्छ ब्याक गरेर चाहिँ के गर्नुपर्छ अप्पर लिएर जानुपर्छ यसको लेटरलाई है त सो आवर एन्सर इज वाट भन्दाखेरि 1 3 2 0 0 बेस 5 इज द एन्सर ओके ल यो हाम्रो एन्सर भयो अब हाम्रो अर्को जाउँ है त ल अब हाम्रो सी नम्बरमा छ अब सी नम्बरमा हामीलाई के दिएको छ त भन्दाखेरि 0.34 भन्ने के दिएको छ त यो नन टर्मिनेटिङ जुन चाहिँ नरोकिने भनेको अनकाउन्टेबल गएको गर्छ यो भन्नुको मतलब यसलाई चाहिँ हामीले 0.34 34 34 हुँदै 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 जान्छ यो इन्फिनिटीसम्म सो अब यसलाई कसरी सोल्भ गर्ने त अब यसलाई कसरी चाहिँ फ्र्याक्सनमा लाने त फ्र्याक्सन के हो त क्यालकुलेटरमा हामीले चेक गर्दाखेरि कुन फ्र्याक्सन हो यो 1/2 पो हो कि 34/100 पो हो कि कति हो त यो पत्ता लगाउनु पर्यो फ्र्याक्सन है अब यसको लागि चाहिँ अब धेरैवटा मेथड छ मैले चाहिँ एउटा मेथड युज गर्छु ओके सोल्युसन हियर अब दिएको फ्र्याक्सनलाई यो सरी डेसिमल पोइन्टलाई नन टर्मिनेटिङ डेसिमल भन्छौँ यसलाई चाहिँ हामीले एक्स मान्दिने है त एक्स इक्वल्स टु 0.34 नन टर्मिनेटिङ सिम्बल यसलाई इक्वेसन 1 मान्दियो है त अब पोइन्ट हेर्ने अनि पोइन्ट पछाडिको कतिवटा नम्बर छ हेर्ने है त त्यो चाहिँ हेर्नको लागि के गर्ने त भन्दाखेरि 0.3 थियो भने यसलाई इन्टु 10 ले मल्टिप्लाई गर्ने 0.33 थियो भने यसलाई 10 इन्टु 100 गर्ने यदि पोइन्ट पछि एउटा नम्बर छ भने 10 ले गर्ने पोइन्ट पछि दुईवटा नम्बर छ भने 100 ले गर्ने 0.333 थियो भने इन्टु 1000 गर्ने यसरी नै कन्टिन्यू हुँदै जान्छ है त ल त्यहाँमध्ये हामीले कुनले मल्टिप्लाई गर्नु पर्यो त 100 ले गर्नु पर्यो भने चाहिँ मल्टिप्लाई बाई 100 on both sides in equation 1 लाई केले मल्टिप्लाई गर्ने 100 ले सो 100 इन्टु x इक्वल्स टु 100 इन्टु 0.34 अब यहाँ एउटा आइडिया लाउनु पर्यो के लाउनु पर्यो भने हामीले 0.34 भएपछि हामीले अझै एउटा 34 युज गर्न सक्छौँ है त एउटा युज गरिदिने यो गर्नुको कारण चाहिँ के हो त भन्दाखेरि यदि हामीले 100 ले मल्टिप्लाई यसलाई 34 थपेर गऱ्यौँ भने यो पोइन्ट सिफ्ट भएर यहाँ जान्छ यहाँ गयो भने हाम्रो के हुन्छ त रिड्युस हुन्छ यो काटिएर जान्छ 34 जुन नन टर्मिनेटको यो क्याप छ यो क्याप चाहिँ के हुन्छ डिलिट भएर जान्छ अथवा के भन्छ माइनस भएर जान्छ है त ल अब के गर्नु त 100 इन्टु एक्स भनेको 100x इक्वल्स टु यो 100 इन्टु 34 0.34 गर्दाखेरि हामीलाई 34.34 दिन्छ यसलाई चाहिँ इक्वेसन 2 मान्ने अब इक्वेसन 2 मानिसकेपछि अब के गर्ने त भन्दाखेरि हामी सबट्र्याक्ट गर्छौँ है त सबट्र्याक्ट 1 फ्रम 2 भनेको 2 इक्वेसनलाई चाहिँ 1 सँग घटाउने 100x माइनस x इक्वल्स टु 34.34 इक्वल्स टु 0.34 ल यो दुईटा इक्वेसनलाई के गरिदिने सबट्र्याक्ट गरिदिने 100 माइनस x कति हुन्छ त 99x अनि 34.34 0.34 गऱ्यौँ भने चाहिँ 34 मात्रै रहन्छ है त सो आवर x इक्वल्स टु के भयो त 34/99 देयरफोर फ्र्याक्सन हाम्रो एन्सर के आयो त 34/99 इज आवर एन्सर सो हामीले क्यालकुलेटरमा 34.99 34 डिभाइडेड बाई 99 गऱ्यौँ भने के आउँछ त 0.34343434 हुन्छ है त सो यसको एन्सर यति भयो ल नेक्स्ट क्वेसनमा जाउँ है त ल नेक्स्ट क्वेसनमा के छ त अब 3 नम्बर क्वेसन नम्बर 3 मा के भनिएको छ त हेरौँ है त क्वेसन नम्बर 3 मा के भनिएको छ भने अनिसले एउटा रेडियोको अङ्कित मूल्य रु 3000 कायम गरियो भनेको अनिस मार्क द प्राइस अफ रेडियो फर रुपिज 3000 इफ ही सोल्ड इट अलोइङ अ डिस्काउन्ट अफ 15% एन्ड मेड अ प्रॉफिट रुपिज 500 नाउ द क्वेसन आस्क्स अस ए नम्बर बी नम्बर सी नम्बरसम्म सोधिएको छ जम्मा 1 2 3 4 मार्कको रहेछ है त सो हामीलाई यहाँ के दिएको छ त्यो लेखौँ है त सोल्युसन हियर सुरुमा त उसले मार्क गरेको प्राइस भनेको एमपी अफ अ रेडियो इक्वल्स टु रुपिज 3000 त्यसै गरेर डिस्काउन्ट पर्सेन्ट कति दियो त डिस्काउन्ट पर्सेन्ट बराबर 15% त्यसै गरेर हामीलाई उसले बेच्दाखेरि कति प्रॉफिट कमायो अरे प्रॉफिट इक्वल्स टु रुपिज 500 ल अब हामीले नम्बर ए मा के सोधेको छ त इफ मार्क प्राइस एन्ड द डिस्काउन्ट इज रिप्रेजेन्टेड बाई एमपी एन्ड डी रेस्पेक्टिभली राइट द फर्मुला टु फाइन्ड द एसपी सेलिङ प्राइस सो हाम्रो सेलिङ प्राइस भन्ने बित्तिकै के हुन्छ त भन्दाखेरि एसपी भनेको सेलिङ प्राइस बेच्न आँटेको रकम सो हाम्रो के भन्छ त भन्दाखेरि विक्रिय मूल्य भन्छौँ विक्रिय मूल्य चाहिँ कति हुन्छ त भन्दाखेरि एसपी इज इक्वल टु हामी के गर्छौँ त जुन हामीले तोकेको दाम छ
हो। एउटा अङ्कित कायम गरेको रकम भनेको चाहिँ मार्क प्राइस छ। मार्क प्राइसमा हामी डिस्काउन्ट एमाउन्ट घटाउँछौँ है त, डिस्काउन्ट घटाउँछौँ। सो यहाँ चाहिँ हाम्रो डी छ होइन। सो हामी यहाँ डिस्काउन्ट लेख्दैनौँ, यसलाई चाहिँ हामी के गर्छौँ भने डी मात्रै लेख्छौँ है त। यहाँ हामी के गर्छौँ भन्दा डी मात्रै लेख्छौँ। सो एमपी माइनस डी हुन्छ। त्यसै गरेर अब हामी बी नम्बरमा जाउँ। बी नम्बरमा के भनेको त वाट इज द सेलिङ प्राइस अफ रेडियो। सो एसपी अफ रेडियो कति हुन्छ त, उसले कतिमा बेच्यो त त्यो निकाल्नु पऱ्यो है। सो एसपी अफ रेडियो कति भन्छ। अब एसपी अफ रेडियो निकाल्नको लागि हामीसँग के छ त त्यो हेर। सो एसपी अफ रेडियो भन्ने बित्तिकै अब हामीले हेर्ने कसरी निकाल्ने त भन्दाखेरि हामीसँग एमपी पनि छ, डिस्काउन्ट पनि छ। सुरुमा त हामीले के निकाल्नु पऱ्यो भने डिस्काउन्ट एमाउन्ट निकाल्नु पऱ्यो। डिस्काउन्ट एमाउन्ट भनेको के हो त फर्मुला भन्दाखेरि डिस्काउन्ट पर्सेन्ट इन्टु एमपी गर्नु पऱ्यो, अनि डिस्काउन्ट एमाउन्ट निस्किन्छ। डिस्काउन्ट पर्सेन्ट भनेको 15% इन्टु एमपी भनेको 3000 गर्दाखेरि 15/100 इन्टु 3000 गर्ने भनेको 0 0 क्यान्सल भयो। 15 3 जा 45 भने चाहिँ 450। 450 त के भयो डिस्काउन्ट भयो। अब भनेपछि देयरफोर एसपी इज इक्वल टु के हो हाम्रो फर्मुला एमपी माइनस डिस्काउन्ट हो। सो एमपी भनेको हाम्रो कति हो त 3000 हो। 3000 मा कति घटाउनु पऱ्यो 450 रुपियाँ घटाउनु पऱ्यो। सो 450 घटाउँदा कति भयो त भन्दाखेरि रुपिज हाम्रो कति हुन्छ त 2600 होइन 2500 कति भयो त भन्दाखेरि 0 10 मा 5 5 10 मा 6 2650 2550 होला है। सरी मैले मिस्टेक गरेछु, यहाँ चाहिँ 2550 चाहिँ लाग्ने भयो है। ल अब यो यत्रो लङ मेथड गर्न पनि पर्यो। अब योभन्दा सर्टकट मेथड छ कि छैन भन्दाखेरि छ हामीसँगै सर्टकट मेथड पनि। डाइरेक्ट एसपी बराबर हामी के गर्छौँ भने 100 मा कति घटाएको हामीले डिस्काउन्ट पर्सेन्ट गरे अब डिस्काउन्ट भनेर घटाउनु हो इन्टु के गर्छौँ एमपी गरिदिन्छौँ है त सर्टकट मेथड। सो 100 माइनस डिस्काउन्ट भनेको कति छ त 15% छ। सो 15% इन्टु एमपी भनेको 3000 है। ल यो घटाइदिने कति हुन्छ त 85% इन्टु 3000 होइन, अनि 85% भनेको 85/100 इन्टु 3000 गरिदिने। सो गर्दाखेरि 0 0 क्यान्सिल। सो 85 इन्टु 3 कति हुन्छ त 3 5 15 5 क्यारी ओभर 1 8 24 25। सो 255 अनि यहाँ एउटा 0 छ त्यो 0 थपिदिने। मैले क्यालकुलेटर युज गरेँ है त। सो 2550 एन्सर आयो। ल यो दुईवटा मेथडले हामी के गर्न सकिन्छ सोल्भ गर्न सकिन्छ है। ल अब अर्को क्वेसनमा जाउँ के भनेको रहेछ हेरौँ। ल अब के भन्छ यदि रेडियोमा छुट नदिएको भए नाफा कति हुने रहेछ भन्छ। सो सी नम्बरमा के भन्यो भने यदि हामीले चाहिँ डिस्काउन्ट चाहिँ दिएको छैन अरे डिस्काउन्ट वाज नट एलाउड भने हाम्रो प्रफिट कति हुन्छ त प्रफिट इक्वल्स टु उसको पहिलो प्रफिट त कति हुन्छ हाम्रो डिस्काउन्ट दिँदाखेरि पनि 500 रुपियाँ हुन्छ भनेपछि 500 मा कति जोड्नु पर्यो हामीले कति डिस्काउन्ट दिएको थियौँ अघि डिस्काउन्ट एमाउन्ट कति आयो त 450। सो 450 जोड्नु पर्यो त कति भयो रुपिज 950 चाहिँ हाम्रो के हुने भयो एन्सर हुने भयो है। ल यसरी नै अब फोन नम्बर